बिचरा आन्टीले यो सक्दिहाल्नु भनेर बिन्ती गर्दैछ। खाने चाहिँ यहाँ ब्लगरै रहेछ, यत्रो ठुलो जिउ भएको मान्छेले। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। र तपाईँलाई म मेरो भिडियोमा स्वागत गर्न चाहन्छु। र आज चाहिँ म फेरि नयाँ भिडियो लिएर आएको छु र हजुरहरूलाई मनपर्छ होला भनेर म आशा गर्छु। र आज चाहिँ इस्टर सन्डे हो र आज चाहिँ हामी चर्चमा आएर इस्टर मनाउने गर्छ सधैँ। र हामी बिहान स्टार क्यारल पनि हामीले बिहान 4 बजी उठेर स्टार क्यारलहरू हामीले गाइसकेको छौँ। म तपाईँहरूलाई भिडियो लिएर आएको छु र यो भिडियोलाई तपाईँहरूले अन्तिमसम्म हेरिदिनुहोस् होला। नक्कल पार्दैउ न एकपल्ट, नक्कल पार्दैउ न। हामी पार्दैछौँ नक्कल त, नक्कल पार्दैउ न। भयो बहिनी। सबैलाई जय मसी। विशेष गरिकन म नर्दन लेप्चा अझै पिएफसी चर्चबाट। र तपाईँहरूलाई आजको कार्यक्रम चाहिँ के कस्तो भयो हाम्रो यहाँ धजिया प्रेसबिटेरियन प्रे चर्चमा भन्ने विषयमाथि केही कुराहरू भन्नलाई म यहाँ उपस्थित छु। र विशेष गरिकन आजको यो दिन चाहिँ हाम्रो एकदमै महत्त्वपूर्ण र विशेष दिन हो। किन भन्दाखेरि चाहिँ ख्रिस्ट यीशुले चाहिँ सारा संसारको पापबाट मान्छेलाई उद्धार र मुक्ति दिनको निम्ति चाहिँ आज उहाँ मरेर 3 दिन बादमा बौलिउठ्नु भएको दिन हो। अनि यसलाई चाहिँ आज हामी धजिया पिएफसी चर्चले बिहानको एकदमै बिहानको घडीदेखि लगभग हामीले 4 बजीदेखि हामीले इस्टर क्यारल भन्छ र इस्टर क्यारल हामीले खेल्यौँ। धजिया बस्तीको अलिक माथि धजिया चियाबारीलाई छोएर हामीले त्यहाँबाट त्यो इस्टर र्यालीहरू हामीले गऱ्यौँ। अनि त्यो इस्टर र्यालीहरू एकदमै भव्य रूपमा हुन सक्यो। अनि त्यसलाई हामीले त्यहाँदेखि सुरु गरेर धजिया फ्याक्ट्रीको छेउदेखि सुरु गरेर यहाँ धजिया पिएफसी चर्चमा आएर समापन गऱ्यौँ। अनि त्यसको पनि हामीले छोटो सेवाहरू गऱ्यौँ यहाँ। अनि त्यो सेवाहरू धेरै आशिषित भएको थियो। त्यस पश्चात हामीले सधैँ चाहिँ हाम्रो चर्च लाग्ने समयमै 11 बजीदेखि हामीले त्यो सेवाकालाई सुरु गरेर र यो आज पुनरुत्थानको बारेमा हामीले कालिम्पोङबाट आउनुभएका आजको यो विशेष सभामा बोल्नुहुने वक्ता सोनाम्बल एल्डर सोनाम्बलज्यूले एकदमै यस विषयमाथि प्रकाश पार्नुभयो र मण्डली सबै हामी आशिषित भएका छौँ। र तपाईँलाई मेरो पक्षबाट र हामी धजिया पिएफसीको पक्षबाट एउटा तपाईँहरूलाई खुसीको कुरा चाहिँ के भन्नु छ भन्दाखेरि सारा संसारको मानिसको पापलाई चाहिँ आफूमा लिइकन उहाँ यीशु ख्रिस्टले चाहिँ क्रुसमा त्यसलाई खतम गरिदिनु भएको छ। त्यहाँनिर उहाँले आफ्नो रगत बगाएर चाहिँ त्यो मूल्य चुकाइदिनु भएको छ। यस कारणले गर्दाखेरि ख्रिस्ट यीशुमा विश्वास गर्ने हरेकले चाहिँ अनन्त जीवन पाउँछ भन्ने आजको यो मुख्य दिनले चाहिँ हामीलाई त्यो आशाको कुरा ल्याएको हामी तपाईँहरूलाई यो जनाउन चाहन्छौँ। हुन्छ सबैलाई जय मसी। आजको दिन विशेष गरेर हामी इसाईहरूको लागि मात्र होइन तर यो सारा संसारको लागि नै एउटा आशाको दिन हो। यदि आजको दिन प्रभु यीशु ख्रिस्टले बलिदान त्यो कल्वरी क्रुसमा बलिदान नहुनु भएको भए, रगत नबगाउनु भएको भए, आफ्नो प्राण नदिनु भएको भए आजको दिनलाई हामीले देख्न सक्ने थिएनौँ। र आजको दिन चाहिँ उहाँको पुनरुत्थान हो। उहाँको पुनरुत्थान, यीशु ख्रिस्टको पुनरुत्थान भनेको चाहिँ वास्तवमा मृत्युमाथिको विजय भनेर हामी विश्वास गर्छौँ, हामी मानिलिन्छौँ। र त्यो मान्नुपर्ने धेरै कारणहरू पनि छ। पवित्र शास्त्र, धर्मशास्त्र, बाइबलले हामीलाई त्यो कुराहरू सिकाउँछ।
र आजको दिन चाहिँ एउटा विजयको खुसीको हर्षको दिन हो किनभने आज चाहिँ मानिस जातिले र यो संसारले मृत्युदेखि विजय पाएको र परमेश्वरसँग एउटा छुट्टिएको सम्बन्धलाई नयाँ गरेर गाँसिएको यो दिन हो र नै आजको दिन चाहिँ महत्त्वपूर्ण रहेको छ जसलाई चाहिँ हामी इस्टर भनेर भन्ने गर्छौँ पुनरुत्थान अथवा रेजरेक्सन परमेश्वर प्रभु येशू ख्रिस्टको चाहिँ आजको दिन पुनरुत्थान भएको दिन हो।